everyone, Jolly Namaste. Welcome back my YouTube channel. अनि तपाईँहरूको सामु फेरि पनि उपस्थित भइसकेको छु। म मनिषा थापा मगर। आई होप सबैजना सन्चै आरामै नै हुनुहुन्छ र म पनि सन्चै आरामै नै छु। आज चाहिँ म बिहानै ब्लग स्टार्ट गर्दैछु बेडरुमबाट नै है त। अनि यहाँ हुनुहुन्छ मेरो न्यू मेम्बर। नखाएर गुड मर्निङ जानु। गुड मर्निङ जोडी। गुड मर्निङ बाबु। मर्निङ। हाय नमस्ते गर ल। खुट्टाले होइन, उसले त खुट्टाले पो नमस्ते गर्थ्यो त। हातले नमस्ते यसरी नमस्ते। ल खै बेबीको नमस्ते खै। नमस्ते गुड। वेलकम मम्माको च्यानलमा भनिदेऊ। गुड मर्निङ। हाय गजाइमाज। तिम्रो त यहाँ पो छ त साँच्ची क्या त। मेरो ब्याकग्राउन्ड चाहिँ इग्नोर गर्नु होला है। बेबी भएपछि यस्तै के हुन्छ नि त। अनि उहाँ चाहिँ रातभरि सुत्नु हुँदैन होइन। 2-3 बजेसम्म खेलेर बस्नुपर्छ अनि सुत्नुपर्छ। अनि यस बेला उठ्छु म भन, तिम्रो टोपी बाङ्गो भयो हो। बेबी 2-3 बजेसम्म 2-3 बजेसम्म खेल्नुपर्छ। अनि लु मुख को छोप्यो त, लाज लाग्यो। मलाई राति निद्रा लाग्दैन भने मलाई राति निद्रा लाग्दैन भनेर मम्मीको कपाल तानिस छोरा सानो। उठेर फ्रेस हुन्छु अनि चिया पिउनुपर्छ छोरी। अनि आज दिनमा के गरिन्छ त्यो देखाउने छु हो। कहाँ जाने आज दिउँसो, कहाँ जाने? उहाँको काम आज दिउँसो कहाँ जाने छोरी? अब चाहिँ उठ्नु पऱ्यो। पहिला चाहिँ कपालै मिलाउनु पऱ्यो कि। अनि यो कपाल नझर्ने कुनै औषधिहरू हुँदैन, केही हुँदैन। बाबा मेरो कपाल त झरेर सकिनु आँटो हो। न्यू मम्मीहरू यस्तै हुन्छ र हो। पोस्टमार्टम जर्नीमा चाहिँ मेरो चाहिँ अहिले 4 मन्थ लाग्नु लाग्यो। बेबी 4 मन्थ्स पुग्न लाग्नुभयो। यति झरेको छ कि कपाल हेर्नु न, यस्तरी झर्छ नि, यस्तरी झर्छ। म देखाउँछु ल ब्याक गरेर। यस्तरी झर्छ सर। यसरी झर्दै गयो भने त म त तक्ले हुन्छु। तक्लिया भन्नुपर्छ नि। बाबा कस्तो साह्रो झरेछ। किन झऱ्यो कपाल यस्तो साह्रो। कति बाक्लो थियो यस्तो सब झरेर कि फेरि कस्तो टुक्रे जस्तो नि लाग्छ। पातलो भइरहेको छ कि कपालहरू यता मास्तिर। गाह्रो छ गाह्रो। हुन्छ अरे होइन त बाबु। लेट्स स्टार्ट। ओके। अहिले चाहिँ हामी उठेर पनि बेड चाहिँ यसरी कम्मलहरू चाहिँ यसरी राख्यो। मलाई चाहिँ यसरी पटाएर राख्नु मन लाग्छ। अनि यो हाम्रो तन्ना चाहिँ इग्नोर गर्नु होला किनकि 2टा बेड जोडेको कि। एउटा चाहिँ सानो भयो होइन, यो पिङ्क कलरको वाला चाहिँ। अनि फेरि पछि त्यो लिएर आएर जोडेको। ठुलो नपाएर है, किङ साइजको नपाएर चाहिँ 2टा बेड चाहिँ जोड्नु परेको छ। यता चाहिँ भद्रगोल छ, यता चाहिँ इग्नोर गरिदिनु होला। अनि यहाँ चाहिँ हाम्रो बेबीको होममेड झोलुङ्गो छ। बजारको झोलुङ्गो चाहिँ फर्किन्छ भनेको कुरा सुनेर अनि काठ लिएर आएर बनाएको उहाँजीलाई हो। तपाईँलाई झोलुङ्गो चाहिन्छ हो नुनु गर्न हो। खुसी हुन्छ त। बेबीलाई झोलुङ्गो चाहिन्छ हो नुनु गर्न। अनि यहाँ मेरो एउटा छोरी मात्र होइन नि, मेरो आक्को छोरी पनि छ। उहाँ चाहिँ जेठी, उहाँ चाहिँ मेरो कान्छी छोरी। म चाहिँ यहाँ चाहिँ सुन्तलाको बोक्रा हालिदिएको छु कि उसलाई मोलोस् भनेर।
यो चाहिँ हामीले बेबीलाई जन्मिँदा गिफ्ट दिएको है। अनि यहाँ चाहिँ मेरो छोरीले जस्तो दुध खान्छ यो बोटले पनि उस्तै खानुहुन्छ, किनकि मैले दुध खाइसक्दिनँ भने है। अनि उहाँजीले खानुहुन्छ भन। यो चाहिँ नानीले दुध खाइ नसक्छ, सक्दैन, अनि पम्प गरेर अनि अब फाल्नु जतापाइ फाल्नु हुँदैन भन्छ नि त बेबीहरूले खाने दुध, त्यही भएर मैले चाहिँ यसमा लगाइदिन्छु क्या हो नि। अब हामी चाहिँ चिया पकाउने खाने भन्न त छोरी है। पानी खाइसक्यो, अब चिया खाने भन हो। पानी थाप्छु ल। मेरो छोरीले पकाएको चिया कस्तो मिठो हुन्छ भन्छ, अनि छोरीले पकाएको चिया कस्तो मिठो हुन्छ भन नि हो हो हो। बाबुले पकाइदिन्छ चिया। ओ ग्यास ओपन, अनि चिनी चियापत्ती ब्ल्याक टी खानु ल। यता यता आउन, यता यता यताबाट हेर, यता मम्मीलाई लेफ्ट ह्यान्ड गाह्रो। मेरो काम चाहिँ यस्तै चम्चा हाल्यो भने चम्चा झ्याउ लाग्छ, यस्तरी सजिलो लाग्छ क्या मलाई चाहिँ। वेट 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 नि बेबी चाहिँ म भुइँमा बस्नु मान्दैन, मलाई भुइँमा बस्नु मन लाग्दैन भन। चल न एकछिन चिया पकाउने के। यहाँ झन् छोरीले पकाएको चिया कस्तो मिठो हुन्छ भनेको छु मैले। दिदी चिया चाहिँ खानु हुँदैन, चिनी चाहिँ खानु हुँदैन, त्यसलाई चाहिँ राख्ने नि। अनि न्यू मामुहरू, तपाईँहरूले पेट कसरी घटाउनु भयो हो? मेरो पेट त घट्दै घट्दैन है, बेबी आउँदा जस्तो थियो त्यस्तै छ। गाह्रो छ कसरी घटाउने। अब हामीले एक्सर्साइज गर्नु मिल्छ कि मिल्दैन है। 4 महिना पुरा हुन लाग्यो, अब 18 तारिकले चाहिँ 4 महिना पुरा हुन्छ जाने। अब चाहिँ मिल्छ कि मिल्दैन होला, एक्सर्साइज गर्नु मिल्छ कि मिल्दैन होला भन। मम्माले एक्सर्साइज गर्ने रे, मम्मा वेट लस गर्ने रे भन्थ्यो ल। छिटो यहाँ चाहिँ बारी छ, हिउँ परेर हिजो हिउँ परेको त अलिअलि बारी खुल्ला भएछ, वेदर चाहिँ यस्तो राम्रो भएछ है। हेर्नु त अब चाहिँ मैले चिया लिएरहेछ कि है। छोरीले के खाने? मम्मा चिया खान्छु आज, मम्मा चिया खान्छु आज। अनि यहाँ रहेको छ रोटी। अस्तिको भ्लगमा पनि देखाएको छु, हेर्नु होला। अस्ति हिजो आज 3 दिन त हो, तर यो चाहिँ मैले लङ टाइम खानुको लागि भनेर केही पनि नहाली बनाएको कि। मलाई चाहिँ यस्तो मनपर्छ, बासी रोटी चाहिँ एकदम मनपर्छ है। खाएँ ल। बाबु के खाने? हामीले के खायो भने त नानीले कस्तो मुख मिठाउँछ हो बिचारा। खाने बेला बसेन बाबुको, माम खाने बेला बसेन गमन। अनि यस्तो छ हालत। अब नेपालमा भयो त होइन, एउटाले समाउनुहुन्छ नि त, अनि खाने सुख पाइन्छ। अनि यहाँ त कसले समाइदिनु? उसको पापा र म मात्र हो। अनि उसको पापा चाहिँ अब काममा हिँड्नु पर्यो। आज चाहिँ उहाँको छुट्टी छ। अहिले चाहिँ उहाँ बिहान नै 6 बजे नै उठेर एउटा बहिनी उता
अर्को ठाउँ सर्दै हुनुहुन्छ, उहाँको लागि छोड्न जानुभएको छ होइन। अहिले आउनुहुन्छ भन है। पापाले बिहानै छोडेर गएको छ नि बेबीलाई। A few moments later. हेर्नु सपिङ गर्न गएको यी उहाँजीलाई सपिङ गर्नु नै दिनु भएन। रिटर्न घर आउँदैछौँ हामी त। यस्तो छ, गाह्रो छ गाह्रो। चित्त बुझाउनै पर्यो उहाँजीको है हो। त कहाँ हेरेको जाऊ है, बाहिर हात पो निकाल्नुपर्छ। सपिङ गर्न छोरीले दिएन, छोरी र म चाहिँ फर्क्यौँ। उसको बाबा चाहिँ जानुभयो, उहाँले गरेर आउनुहुन्छ। अब हामी चाहिँ रुममा जाने। यस्तो छ हालत, हेर्नु त मेरो नाना चुसेर यस्तो गरिदियो यसले। चाहिँ निद लागेर रहेछ, ऊ धेरै रुनुभएको, उहाँ चाहिँ सुत्नुभयो। आजको लागि भ्लग यति नै। फेरि अर्को भ्लगमा फेरि जोडिनेछौँ है त। बाई बाई, टेक केयर।